ल आज हामी चाहिँ खोलामा माछा मार्न जानु लाग्यो है। अब माछा त छ कि छैन थाहा छैन, कति छ खोलामा त्यही पनि यसो रमाइलो, खासमा रमाइलो गर्नै जानु लाग्यो। माछा सँगसँगै माछा मऱ्यो भने लिने हो अलिअलि, नत्र भने यसो छुट्टीको रमाइलो गर्न खोजिरहेछौँ। अब हाम्रो माछा मार्ने एकदमै हन्टरहरू चाहिँ यहाँ हुनुहुन्छ। भेनाजु हुनुहुन्छ, भाइ हो, ऊ अङ्कल, ऊ पनि भाइ हो। हामी पुरा आज माछा मार्न जाँदैछौँ है। कति मर्छ अलि फेरि नेक्स्ट भिडियोमा आइहाल्छ। हामी फाइनल्ली खोला आइपुगिसक्यौँ है। यही खोलामा माछा मार्ने हो हामीले। अब हेरौँ, माछा मार्ने तयारी सुरु हुँदैछ बिस्तारै। माछा मार्नेहरू पुरा यहाँ बसिरहेछन्। ल गाइज, यो चाहिँ हाम्रो फर्स्ट लटको माछा हो है। अब सेकेन्ड लटमा कति निस्किन्छ हेरौँ। अब चाहिँ हामी यो खोलालाई मार्न लाग्छौँ है। यो खोला जो यतापट्टि गएको छ, यसलाई बन्द गरेर यो पानीलाई यो साइडमा, यो साइड जो खाली छ यो साइडमा यो पानीलाई पन्साएर यताको हल्का सुक्खा बनाएर यसमा हामीले माछा मार्न तयारी गर्दैछौँ। कतिको सक्सेस हुन्छौँ हामी हेरौँ ल। एकदम लामो छ यो चाहिँ। ल एकदमै काम धमाधम चल्दैछ। यो पानी पन्साउनेको काम चल्दैछ है। हाम्रो पार्टीहरू एकदम रमाइलो पनि गर्दैछ पानीमा। अब हाम्रो चाहिँ यो माछा मार्नको लागि यो जुन गारा लगाएको छौँ हामीले डुवाली ठुन्नलाई, यो कार्यक्रम लगभग सकिसकेको छ। अब हामी यसमा तिरपाल लगाउने हो। अनि अहिले चाहिँ भोक लागेर यसरी हामी नास्ता गर्दैछौँ। हामीले रोटीहरू लिएर आएको थियौँ, चाउचाउ रोटीहरू। अब नास्ता गर्दैछौँ हामी। अब नास्ता गरिसकेपछि हाम्रो मेन काम सुरु हुन्छ। यो चाहिँ स्याउला हो है। यो स्याउला पनि एकदम राख्न जरुरी छ, किनभने पानी यसले पनि निकै धेरै कभर गर्छ। अब उता चाहिँ पुरा तिरपाल हाल्नलाई रेडी हुनुहुन्छ हाम्रो अङ्कल, मामाहरू, भाइहरू। यो तिरपाललाई मजाले तिरपाल टाँगेपछि पानी निकै कभर हुन्छ। पानी आधी भन्दा धेरै कम हुन्छ। अब यो घाँस हो। अब यसलाई चाहिँ जहाँ जहाँ पानी एकदम निकै गइरहेछ त्यहाँ चाहिँ यसरी राख्नुपर्छ। ए माछा छ कि हो दाजु है? लागेको छ कि ए ल ल छौँ 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 न। मेरो हातमा आएको छ, उ त्यहाँ बगरमा फाल्छु है। ए ल ल फाल्नुहोस् फाल्नुहोस्। इ ल इ माछा है माछा। फाइनल्ली हाम्रो माछा यति धेरै भइसकेको छ है। लगभग सबै गर्ने हो भने 1.5 किलो 2 किलो जति मऱ्यो। धेरै त मर्न सकेन, माछै रहेन छ खोलामा। पहिल्यै मारिसकेका रहेछन्, त्यही भएर अलिक कम मऱ्यो हाम्रो।